दिल में ऐसी करना जी वेलकम टू माई ब्लॉग हो धन्यवाद धन्यवाद भन्नुपर्छ अनि हामी चाहिँ जाँदैछ आज हाम्रो कर्णाजी हल्का भर्खर भर्खर सिक्दैछ क्या हल्का इन्ट्रोड्युस गरेर गरेको हामी कहाँ जाँदैछ अहिले शिवपुरी यस हामी जाँदैछ शिवपुरी गाइस अनि हामीहरू तीनजना चाहिँ चाडमा भेटेर अब अरूहरू चाहिँ त्यहाँ मन्दिरमा छ अनि त्यहाँबाट चाहिँ हामी चाहिँ भेटेर अनि सिधै चाहिँ हामी हाइक सुरु गर्नुपर्ने हुन्छ गाइस हामीले एलिनालाई भेटिसकेका छौँ यहाँ एलिना वेटिङ हो भ्लग स्टार्ट हो वेलकम टु माई भ्लग ल हामी चाहिँ अब जानु पर्दैन अनि अघि पुग्यो भन्थ्यो त नि गाडी चाहिँ अघि चढ्यो भने यहाँ अब कुद्दैछौँ हामी दुईजनालाई अस्तितिर दिदीकालाई आइसकेको हाई हाई दिपिका वेलकम टु माई ब्लग वेलकम टु माई ब्लग अस्ति हेलो हाई ल गाइस अब हाम्रो चाहिँ सबजना आइसक्यो सबजना भेटिसक्यो मतलब केटीहरू भेटिसक्यो अनि केटाहरू पनि आउने पुरा रहेछ त्यो हामीलाई थाहा थिएन मलाई थाहा थिएन बिलनालाई त थाहा थियो है नाटक पछि थाहा भएको मलाई पछि थाहा भएको अनि अब आउँदैछन् अब केटाहरू आउँछ कि कता पुग्यो अरे अनि यहाँ दिपिकाहरू चाहिँ आइसके पछाडि अब हामी चाहिँ खाजा खाएर मन्दिर बसेर जानुपर्ने हुन्छ गाइस हामी चाहिँ अब बत्ती केही नगरे पूजा सुजा नगरे नि बत्ती चाहिँ बाल्न भनेर होइन अब यहाँ डोङ्ग्रामा चाहिँ बत्ती बाल्नलाई जाँदैछौँ यहाँ बुढा नीलकण्ठको मन्दिरमा अरूहरू चाहिँ नबाल्ने हामी चाहिँ बाल्ने होइन यो हामी कति देख्थ्यौँ नि पहिला सोसियलमा विष्णु भगवान्को ल यस्तो छ यहाँ अगाडि अगाडि हिँड्दैछ म चाहिँ पछाडि पछाडि हिँड्दैछु भादरे भादर छ यहाँ यहाँ दुईवटा भादर छ खाजा आयो आउँदैछ अनि यहाँ खाने मान्छेहरू यता आउनुहुन्छ अनि म अनि खाएर चाहिँ हाम्रो हाइक सुरु हुन्छ केटाहरू अझै पुगेको छैन अनि उनीहरू पुग्छ अनि हामी चाहिँ हाइक सुरु गर्नुपर्छ त्यसमा हामीले इन्जोय गर्छ हाम्रो बिल अहिले तपाईँ घटाउनु पऱ्यो 1710मा 1700 अरे अहिले तपाईँ घटाउनु पऱ्यो नि अलिकति डिस्काउन्ट अब अलिअलि त गर्नु पऱ्यो नि अङ्कल यत्रो 1700 को सामान लगिसकेछ अनि 20 रुपियाँ 50 त घटाउनु पऱ्यो अङ्कल 1650 गर्नु न अङ्कल ठ्याक्क भइहाल्छ नि सधैँ यहाँ आउने हामी अरू सब छोडेर यहीँ आएको हजुरको बसामा सिधै पहिला जानु पऱ्यो नि यतै आएको त्यही भएर त्यता रोकेको नि ल होइन त ल 1650 दियो ल हाम्रो चाहिँ किनमेल सकेर चाहिँ अब चाहिँ हामी हिँड्यौँ फाइनल्ली हाइकतिर होइन कति एक्साइटमेन्ट ए खतरनाक आवाज त निकाले कति जोस जोस गाइजानको चन्दनहरू आयो तर आएर पनि नआए जस्तो बात छैन मतलब अगाडि अगाडि गइरहेको छ हाम्रो हाइक सुरु भइसक्यो यहाँ अभिषेक खरातिर वेलकम छ उसमा ब्लगमा चन्दनको यस्तो हालत हाइक गर्ने मान्छे यहाँ लुक्छ अरे यस्तो छ है नजारा अनि यहाँबाट यस्तो आइरहेको यहाँ गएर केटा चाहिँ अगाडि अगाडि केटा चाहिँ पछाडि पछाडि यहाँको पारा हेरेर दिलमाजीको लत भइसक्नु लत के हो कि हिँडायो हाइकाको मान्छे आएर त भएन चन्दनहरू चाहिँ अगाडि फोटोसुट हान्दैछ मजाको खडा गर्छु खै केमा थगेर खाने यार पहिला हामीहरू पुनिस सबिन विकास हामीहरू आएको बेला चाहिँ म धन्न रोइसकेको थिएँ बाटोमा फर्स्ट टाइम आएको थिएँ है उकालो चढेको थिएन फर्स्ट टाइम पुनीले हात तानी जानी लिएको क्या त्यो बेला अझै याद छ ठाउँ ठाउँमा बसेको जाँदैछ त्यही पनि अब यस्तो बिस्तारै बिस्तारै म पनि हिँड्दैछु अगाडि अगाडि भ्यू बबाल छ यस्तो छ ल जाँदै गर अब के हुन्छ हेर्दै गर्नुहोस् अब टिकट काट्ने काउन्टरमा पुगेर हामी टिकट काट्दैछ चन्दनले ल हाम्रो चाहिँ अब सुरु भयो गेटभित्रबाट टिकट काटेर अब चाहिँ हामी जाँदैछौँ पैदल यात्री भ्लगिङ राम्रै चल्दैछ अहिलेसम्म त यतिकै जारी रहोस् होइन त्यही भन्न चाहन्छु म चाहिँ कस्तो भइरहेछ एकदम कस्तो रहेछ अहिले त इजी भइरहेछ अहिले त मजा अघिको मात्र गाह्रो थियो त्यो बाटो हो त
यसरी गइरहेछ ठ्याक्क हामी यहाँ हामी कति वर्ष अगाडि आएको थियो यहाँ कति वर्ष अगाडि आएको थियो 3 2 तिम्रो टाउ अनि कति वर्ष भयो त नि 2 त्यति भयो त्यसपछि हामी फेरि आउँदैछौँ अनि साथीहरू म आफ्नै बोल्दा थिएँ कि ल कस्तो रहेछ अस्ति एकदम रमाइलो भइरहेछ बाटो त यस्तो छ है गाइस। तर हामी पहिला गएको ठाउँमा मतलब जुन झर्नावाला थियो नि हो त्यो गएको ठाउँ पानी छैन रहेछ अहिले बर्खा नभएर होला है हो पानी होला भने आशा गरेको थिएँ कसम यार मैले पनि पानीमा टक्क बस्नुपर्छ यस्तो यस्तो सोचेको त पानी छैन रहेछ कि यहाँ अर्को ग्रुप पनि छ है थकाइ मारिरहेको छ कर्णाजी हजुर कस्तो हुँदैछ उकालो एकदम ठिकठाक उकालो हुँदैछ यस्तो ब्लग आउँछ कि आज खै यार मुस्किल छ हल्का बोरिङ छ मिठो भिडियो बनाऊ ल बोलाउनु आरे नि कस्तो मिठो सानो सानो क्लिप होला हिँड्दैछ है अहिले चाहिँ यस्तै उकालो बाटोमा आएछ के यहाँ चन्दनी सुरुमै पुगेर यार ल्याङ हान्दैछ सुन्दा माथि अहिले चाहिँ यात्रा रमाइलो भइरहेको छ गाइस बाटो यस्तो कहिले रमाइलो हुन दिँदा होइन ल अब चाहिँ कस्तो राम्रो ठाउँ आयो फाइनली विश्वद्वार गाइस अब गइरहेको छ हामी बाटो यस्तो छ है बिस्तारै जानुपर्ने हुन्छ यस्तो अँध्यारो यहाँ मान्छेहरू छ यहाँ फाइनली यही त होला नि विष्णुद्वार गाइस हामी त फर्स्ट टाइम हो विष्णुद्वारसम्म नआउनु अस्ति अब कस्तो रमाइलो भइरहेको छ अस्ति चाहिँ कतिको रमाइलो भइरहेको तर थकाइ लागिसकेछ अब हामीले अलिकति खानु पर्यो एनर्जी आउँछ अहिले टेम्पल दर्शन गरेपछि अनि खाउला होइन खाला ए यहाँ रहेछ भनेदेखि विष्णुद्वार यहाँ फोटोसोटो खिच्यौँ अब यस्तो यहाँ अरूहरू खिच्दैछ फोटोग्राफर एलिना करुणा चाहिँ आउन सकेन अलिकति उसको खुट्टाको कारणले हामी चाहिँ यहाँ आयौँ फोटोसोटो खिच्यौँ अब चाहिँ हामी एउटा जान्छौँ खाने कार्यक्रम हुँदैछ अब्बी के भयो एल्साको चाहिँ सधैँ भागमा आलु काट्ने मात्र पर्छ है हामीले कति खाएर एकदम साफ भइसक्यो साफ प्लेट कस्तो फिल भइरहेछ एकदम रमाइलो भर्खर चल्छु आएर कस्तो फिल भइरहेछ भने स्वर्गमा लागिसक्यो सबको हाल्दा त्यही छ है बल्ल लिन गएको कि मलाई त कस्तो भने घर जानेलाई लिन गएको खाने बेलामा चाहिँ खाइसकेपछि आउँछ कि चटपटीको हालत आज खासै राम्रो होला जस्तो छैन मसला नै छैन के अझ पनि प्रक्रिया चल्दैछ चटपटी बनाउने बनिसकेर कति बेला चाहिँ खाउँला जस्तो भइसक्यो गाइस तिमी आलुवालामा चिप्सहरू भएपछि मिठै होला हालिसक्यो त्यत्रो ल यहाँ बाटो यस्तो रहेछ आज पहिरो भएर ल गाइज अब हामी तल जाने क्रममा यिनीहरू टिकटक बनाउँदैछन् टिकटक स्टारहरू हिरोइनहरू टिकटक बनाउन लागेछन् एलिनाजी कस्तो फिल गर्दै हुनुहुन्छ टिकटक बनाउँदा बनाउँदै धेरै रिटेक भयो है गाइजहरू छिटो हैन
गाइज यिनीहरूको टिकटक बनि नै रहेको छैनन् धेरै रिटेक लिइरहेछन् यिनीहरू आइ एम अलरेडी एक्सट्रोभर्ट के गाइज हेर्नु गाइज यिनीहरू हिरोइनको यी बिग्रिरहेछ यत्रो स्टार टिकटक स्टार भएर पनि यिनीहरू टिकटक बिगारिरहेछन् ल ल यो लास्ट रिटेक लागिरहेछ अब हुन्छ होला जस्तो लागेछ ओइ होय ल गाइज अब यिनीहरूको टिकटक सक्यो अब फाइनली यिनीहरूको सबै अब हामी जान लागेछौँ हाम्रो अर्को साथीहरू चाहिँ 2-3 घन्टादेखि कुरेर अगाडि गइसके खै खै अब उनीहरू घर पनि पुगिसक्यो होला नि के हामी 4 जनालाई छोडेर अहिले टिकटक बनायो कतिवटा बनायो 2टा है 3टा अनि त्यो टिकटक चाहिँ हेर्दै भएपछि चाहिँ तपाईहरुले चाहिँ हाम्रो इन्स्टाग्राम भिजिट गर्नुपर्ने हुन्छ टिकटक फलो गर्नुपर्ने हुन्छ गाइस एल्ला लामा सर्च गरिने हुन्छ एल्सा राव सर्च गरिने हुन्छ दिलमा दोङ सर्च गरिने हुन्छ हाम्रो कोलाब्रेसनमा भिडियो आइरहेको छ गाइस हामी टिकटक बनाउँदासम्म यिनीहरूले चाहिँ यस्तो ओए नटिप्नु हेर कोपिला नटिप्नु पापा लाग्दछ सिभिक साइन्स 0 अभिषेक खड्काजीको ओए यो खान्थे भन्थे त उसले कर्नल खान्छ त नि राम्रो छैन यो खाने जस्तो टाइपको छैन खान्छ भने किरा किरा जस्तो छ कुनो भएर आया येलो काम तोबा आज चाहिँ अब हाम्रो चाहिँ घुम्ने कार्यक्रम सक्यो गाइस फर्किँदैछौँ हामी अनि सबजना आउँदैछ पछाडि अब यहाँ घुम्ने जति घुम्ने आज घुम्ने अब एक्जाम आयो 7-8 दिनपछि एक्जाम आयो अन्त एक्जामको लागि पढ्नुपर्ने हुन्छ गाइस अनि फिलहाल चाहिँ हामी यो मेन गेट यहाँ माथि अनि हामी चाहिँ अब हिँड्दैछौँ अनि तल झरेर खाजासाजा खाने होला तल झरेर अनि त्यसपछि आफ्नो घर जाने मेरो भ्लग आजको त्यस्तो इन्ट्रेस्टिङ भएको छ जस्तो मलाई लागेन अब जस्तो भयो भने हेरिदिनुहोस् खाना आयो होइन खाजामा यस्तै मोमो केही नपाएर मोमो खाएर छौँ अनि त्यसपछि धेरै ढिला भइसक्यो अहिलेसम्म खाना आएको गाइस तर अति राति भइसक्यो यहाँ राति भइसक्यो हामी अझै बुढानी कण्ठमै छौँ गाइस अब चाहिँ हामीले जानुपर्ने हुन्छ घर ओए दङ रातै पऱ्यो त यार